यो मान्छेलाई पनि गुण र दोषको आधारमा छुट्याउन मिल्छ होइन। जनावरलाई पनि गुण र दोषको आधारमा यो जनावर हो अरू मान्छे होइन। यसले के गर्छ भन्दाखेरि कोही बेला घरको जसलाई पनि हान्न आउँछ, जसलाई पनि मार्छ होइन। कोही बेला यसरी आफूलाई कन्याइदियो भनेर यसरी आउँछ, अहिले मलाई यसरी चाट्दैछ यस्तो छ। कोही बेला यसलाई यो एउटै गाई हो, यसलाई यति स्याहार सुसार गरेको छ, यति सम्हार गरेको छ, यति माया गरेको छ, फेरि पनि दाइलाई र भाउजूलाई मार्न आउँछ भने त्यस्तै गुणहरू मान्छेमा पनि छन्। त्यो भएर मान्छे र जनावरमा केही फरक छैन। चेतनाको कमी राख्यो, आफूमा चेतना भरेन, मान्छेले म मान्छे हो भन्ने कुरा बुझेन भनेपछि त्यो मान्छे नभएर देखावटी मानव र व्यवहारमा दानव त्यो रूपमा लिन सकिन्छ।